गुड मर्निङ नमस्ते। आज म थाइरोइडको औषधिको विषयमा केही कुरा जानकारी दिन गइरहेको छु। हाइपोथाइरोइडिजम अर्थात् थाइरोइडको औषधि प्रयोग गर्नेले यी कुराहरू जान्नुपर्दछ, ध्यानपूर्वक सुनिदिनु होला। थाइरोइडको औषधि प्राय चाहिँ खाली पेटमा बिहानकै समयमा खाने गर्नुपर्दछ। कुनै कुराहरू सेवन नगरिकन यो औषधि खानु होला। सकभर बिस्ताराबाट आफ्नो नित्यकर्म नहुँदै यो औषधि प्रयोग गर्नु होला। त्यसपछि 30 देखि 60 मिनट औषधिको प्रयोग गरिसकेपछि केही कुराहरू खाने पिउने गर्नु हुँदैन। अर्थात् 1 घण्टा पछि चाहिँ तपाईले बिहानको नास्ता, खाजा, चिया सबै कुराहरू खान सक्नुहुन्छ। यो औषधि नियमित प्रयोग गर्नुपर्दछ। यो हर्मोन हो, कहिले प्रयोग गर्ने कहिले प्रयोग नगर्ने गर्नु हुँदैन। हर्मोन औषधि जहिले पनि एउटै समयमा अर्थात् शेड्युल बनाएर, तालिका बनाएर प्रयोग गर्नुपर्दछ। थाइरोइडको औषधि नियमित प्रयोग गर्नु होला। यसको कुनै ठुलो साइड इफेक्ट चाहिँ हुँदैन। धन्यवाद।